पानीको लागि दुईजना नेपाली झगडा गर्दै हुनुहुन्छ। उहाँ दुईजना हो, उहाँ रमेश हो। पानीको लागि लास्टै झगडा गर्दै हुनुहुन्छ अहिले, आउँदै हुनुहुन्छ अहिले उहाँ नजिकै। उहाँ हो रमेश भन्ने होइन। यत्रो लामो छ पानीको लाइन। त्यस्तो हालेन नि भाइ, पानीको पालो कहिले आउँछ भनेर दाइले कुरी बसेछ है। अलि राम्रोसँग हेर्नु होला। जिउ कस्तो चिलाएर आएछ मेरो। 3 महिना हुने 6 महिना हुन आँटेन हुनु नपाएको जिउ चिलाएर आएछ। दिमाग खराब भएर पुरो दिक्कत सुलो उडेर पानी त गाड भइसकेछ नि सिटिसकेछ नि यार। तिमीलाई के टेन्सन यत्रो मान्छे टेन्सन मारे। उसको दिगाल भइरहेछ झन्। यो भाइ चाहिँ लास्टै ल्याङल्याङ गर्ने मात्र हो, खालि सब नेपालीको दिमाग चाट्ने भाइ हो यो भाइ। लास्ट ल्याङल्याङ गर्ने भाइ हो यही भाइ हो। यस्तो हालेन नि।